गाइस, आज चाहिँ हामी टफीलाई पूजा गर्दैछौँ। हामी सबैजना यहाँ छौँ गाइस। बाबा हुनुहुन्छ यहाँ। टफी हो, so cute। कस्तो राम्रो देखिन्छ मेरो पुन्टो। यहाँ रेडी हुँदैछ टफीको भात। यहाँ हेर्नु है गाइस। आज चाहिँ लाइक सर्ट एन्ड स्विट भिडियो होइन। अनि हामीले चाहिँ के गर्यो यो दिनमा, आजको दिनमा लक्ष्मी पूजा र कुकुर तिहारको दिनमा के गर्यो भनेर चाहिँ देखाउन गइरहेको छ। अनि हामीले चाहिँ टफीलाई पूजा गरिदियौँ। अनि मेरो बाबाले टफीलाई माया गर्दै हुनुहुन्छ। हि वाज लुकिङ सो क्युट होइन। अनि चाहिँ मेरो भाइ हो है गाइस, सरी। अनि मान्दैन क्या, टिका लाउनै मान्दैन। अनि बल्ल तल्ल लगाइदिएको। त्यति बेला चाहिँ मेरो स्वर चाहिँ अलिकति गाह्रो भइरहेको छ मलाई बोल्न, त्यही पनि आई विल ट्राई माई बेस्ट। अनि मानेकै थिएन होइन, त्यो टिका मानेकै थिएन। त्यही हामीले चाहिँ लगाइदियौँ। अनि त्यो गाइस आजको दिन चाहिँ लाइक एकदमै लाइक सर्ट थियो तर एकदमै धेरै मेमोरेबल थियो होइन। एकदम मेमोरिजहरू धेरै थियो। अनि टफीलाई माला लगाइदियौँ। अनि कस्तो ज्ञानी भएर बसेको थियो माला लाउने बेलामा चाहिँ, हेर्नु न कस्तो क्युट देखेको क्या। यस्तो मन परेको थियो मलाई। एकदमै त्यो हेरिरहेको जस्तो डल जस्तो देखिएको थियो गाइस। अनि त्यो अर्को मेरो भाइले चाहिँ त्यसलाई यस्तो खेलाएको। यो भिडियो खिच्नुको मेन रिजन आफै हेर्नु है गाइस, कस्तो क्युट तरिकाले चियर्स गरिरहेछ क्या उसले होइन। बुझिरहेको छ क्या, चियर्स गर भन्दाखेरि गरेको छ क्या। हेर्नु न कस्तो क्युट। अनि मेरो आन्टीले उसलाई कस्तो माया गर्नुहुन्छ नि त। अनि त्यसपछि चाहिँ म चाहिँ आफ्नो भैलोको डान्स प्र्याक्टिस गर्न चाहिँ रानी पौवा शीतला देवी मन्दिरतिर लागेँ। अनि बाटोमा पनि यसो हल्का क्लिप खिचेको थिएँ। अनि यो चाहिँ डान्स क्लासमा हुँदा है। अनि त्यसपछि म त्यहाँबाट चाहिँ 1 बजीतिर फर्केथेँ। अनि बाटोमा आउँदाखेरि खिचेको। त्यसपछि चाहिँ हाम्रो लक्ष्मी पूजाको चाहिँ सुरुवात भयो। मैले रङ्गोली बनाएको चाहिँ भिडियो खिचिनँ, त्यति बेला हतार थियो। अनि खासै भिडियो खिच्न पाएन, तर पूजा गरेको चाहिँ भिडियो खिचेँ आफैले। मम्मीले गर्नुभएको थियो पूजा चाहिँ। अनि पूजा गर्ने बेलामा जतिको हुन्छ नि एकदमै त्यो पिस क्या माइन्डमा। अनि त्यो बेला चाहिँ हेलो गाइस भनेको थियो मैले। अनि मेरो बहिनीहरूले रिप्लाई दिएको थिएन। अनि पछि बल्ल आइ भन्यो सबैजनाले। अनि मेरो मामाले आयो भन्नुभएको, मेरो ठुलो मम्मी। अनि सबैजना चाहिँ त्यहाँ पूजा गर्न चाहिँ लाइक केही कुरिरहेको थियो भने मम्मीले चाहिँ त्यहाँ खै लाइटै छैन त भन्दै हुन्छ, लाइट बालेको भयो हुन्छ गाइस। अनि त्यसपछि उहाँले बल्ल बाल्नुभयो। त्यसपछि लाइटहरू बालेर पूजा गऱ्यो होइन। अनि त्यति बेला कस्तो आनन्द आएको थियो क्या, सबैजना सँगै हुँदाखेरि होइन। त्यो मान्छे जतिको रमाइलो के नै होला र होइन, पिस भएको थियो। सबै आनन्दले आफ्नो काममा बिजी हुन्छ नि, एकदमै आफ्नो टाइममा एकदमै मजाले आफ्नो काम गरिरहेको थियो। त्यसपछि चाहिँ गाइस मम्मीले चाहिँ पूजा गरेर भएपछि मलाई टिका लगाइदिनु भयो होइन। अनि आशीर्वाद पनि दिनुभयो। अनि कस्तो म खुसी भएको थिएँ होइन। अनि त्यसपछि चाहिँ हल्का टिकटक बनाएँ यसरी नाटक पारेर। अनि त्यत्तिकैमा सक्यो आजको मेरो दिन। थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइस। भिडियो राम्रो लागेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है। बाई।